हेलो गाइज, वेलकम टु हाम्रो आवर भ्लगमा फेरि होइन। अब यो दसैँ पछाडिको भ्लग, तिहार अगाडिको भ्लग हो यो चाहिँ। अब हामी लाग्यो बल खेल्न। म चाहिँ आज एक्लै छु, गुरुङ दाई विजय कोकोलाई उठाउनु पर्छ एकछिनमा। अब लाग्यो छोरो, लाग्यो यो गाइज। अब आजको चर्तिकालाहरू हेर्दै जाऊँ होइन, कस्तो हुन्छ, के हुन्छ, कहाँ हुन्छ, कता हुन्छ। अब गाइजहरू रेडी होइन? अरू त के बोल्नु र, त्यही हो। अब साथीहरू भेट्नुहुन्छ एकछिनमा, हेर्दै जानु म ककललाई उठाउँछु भनेर होइन। अनि खेल्नु पर्यो, स्वास्थ्यको लागि राम्रो खेलकुद भनेको। के गर्ने, खुट्टा त दुख्छ अलिअलि, जति दुखे पनि यो फुटबल भन्ने चिज चाहिँ छोड्नु सक्दैन। बरु यो जहाँ रक्सी तरुनीको नसा छोडिन्छ, तर यो फुटबलको नसा कहिले जाँदैन रहेछ यार। नखेलौँ भन्छु म्याच, जब बिहिबार बेलुका आउँछ खुट्टा कुचुक भएर आउँछ। यो के हुने लक्षण हो अहिले? हामी पहिला जहिले पनि गुरुङ दाइकोमा आउँथ्यो, अनि हिजो चाहिँ नआएको कि, किनकि बुढो मान्छेलाई कति दुःख दिनु गएर सधैँ भनेर कि। हिजो चाहिँ उता सुनिल पनि उसकै रुममा सुत्यो, विजय पनि उसकै रुममा सुत्यो, म पनि मेरै रुममा सुतेँ। बुढो मान्छे कति आनन्द तरिकाले सुत्यो होला, रातभरि सुत्न दिँदैन थियो हामीले। अब म गुरुङ दाइकोमा आइपुग्यो, गुरुङ दाई आयो। अब गुरुङ दाई होइन गाइजहरू। के छ गुरुङ दाई? अनि अनि के छ गुरुङ दाई? एकदम आज त मजाले सुत्यो होला होइन? कहाँ त्यो हिस्ट्रीले तल पुऱ्यायो फेरि म्याच। झन् आज एक दिन मजाले सुत्योस् भनेर झन् हामी चाहिँ चुप्पा लगाएर बसेको, कोही नआएको। कति बजी आयो भने 3:30 तल उठेको छिटो आएको नि त। लास्ट त्यही केटाले पहुँच जाउँ भनेर भनेपछि बुढो मान्छेलाई हामीले राति मजाले सुत्योस् भनेर हामी नआएको त सरेर पो हिँड्दो रहेछ राति यहाँ त गजबले सुते। झन् हामी चाहिँ आज सुतेछ फ्रेसमा छु कि आज एकदम फ्रेसली हल्ला गर्ने गुरुङ दाइकोमा भनेर हामी चाहिँ झन् फ्रेसली गरेर भनेपछि त बुढो मान्छे त झन् यताउता पो चार फाइनल्ली अब यहाँ जुगल भाइ पनि आयो कि जस्तो लाग्यो रोडतिर कतातिर छैन। यहाँ जुगल भाइ पनि आइसकिसक्यो होला सायद होइन। आएको छैन यो भाइ कहाँ हो यार? हेलो उडाउँछ त्यसलाई मासले खेद्दै। निस्किबस्दा त कहाँ पुग्छ? हाम्रो भ्लग सुरु हुँदैछ है। भ्लग सुरु हो नि त। ल ल मकै सुरु हाम्रो भ्लग सुरु हुँदैछ। के छ, ठिक छ? ठिकै छ दाइ। ल सुकै भाइ पनि लाग्यो होइन? पहिलो दाइको भ्लगमा चाहिँ आइदियो है। म चाहिँ आइयो, सबैजना आउँछ यसो भ्लगमा हामी 50-60 जनाकै डाँड्छौँ। त्यो कति चिक्सहरू पट्टि ल भनौँ त के चिक्सहरू पट्टिन्छ कि भनेको, खै पटिन्छ कि भनेको भन्न चाहिँ कोही पटिँदैन। त
मलाई त अरू कुरो के होइन पछाडि एउटा सन्धिए लगाइछु यस्तो ऋतु बाबा आइसकिसक्यो त साउदी अरबमा त नि के हो नि लगाइछु अब अरे फिस्टे भाइ आइसक्यो मस्टर्ड जस्तो बडी लिएर आउँदैछु डराएर बिचरा बिहान यताउता हेर्दै आउँदैछ कति चाहिँ डराउँदो रहेछ डराउनु त्यही त नि यहाँ हामी छौँ भन्न ओइ यहाँ छौँ क्या हामी यता यता उता होइन यार दाइहरू यहाँ चाहिँ यार ओ हामी यता छौँ हो उता होइन के कस्तो खालको न त आइज फिस्टे भाइ पनि आइपुगिसके लगाइ केटा आएछ झोला सोला बोकेर होइन गाइज क्या हेन्सम भएर आएको छ बिहानै नुहाएर आयो क्या यो त बिहानै नुहाएर आयो यसले नुहायो भने त महिनामा एकचोटि होला नुहाउनेले अनि खासमा मुक्ति त होला आज यो त खालि दोकान खुल्ला छैन फोन गर्दै आउँछु नि यस्तो ऋतुबा लगाएको छ गाइजहरू होइन हाम्रो केटाहरू चाहिँ आइसकिसकेको छ होइन यहाँ अब केटाहरू तयार हुँदैछ मलाई आज यसले आज मलाई चिया ल्याइदिन्छु भनेको 5 रुपियाँ दिएको छ टिप्स अरे अरू के छ मामाले आजभोलि बिहिबार शुक्रबार कहिले सम्झिनै छोडिहाल्यो हिजो आउनु पर्यो भनेर सोचेको कहीँ पनि नगएर करोडको माल राख्दैछु आइज भनेन कसले फोन गरेर पनि मलाई आइज भनेन हेऱ्यो नि यो भान्जालाई दसैँको बेलामा लात्तीले हान्ने मामा हो दसैँको बेलामा भान्जालाई लात्तीले हान्ने मामा त्यत्रो ग्रुपमा मेसेज गर्दा त अनि बोल्दैन त छिट्टी कोसँग भन्दा खुल्लै छ त अगाडि खुल्ला छ अस्तिकोले आफैले त राख्यो भने सिट थियो नि केटाहरू लागिसक्यो ग्राउन्डमा हाम्रो ग्राउन्ड चाहिँ यस्तै छ है गाइजहरू हाम्रो ग्राउन्ड चाहिँ यस्तै छ होइन फेरि लगाइ हामी चाहिँ लाग्यो अब चाहिँ लाग्यो होइन कसले खेला लाइभ हान्ने मान्छे छैन लगा हामी लाग्यो अब भरे हाफ टाइममा पनि फेरि देखाउँछु होइन फाइनली गाइज हाम्रो गेम समाप्त भएको कार्यक्रम होइन के छ भने मार्क आजको ल हेलो आइफोन से के अरे 36 अब फाइनली हाम्रो दाइले चाहिँ आइफोन 17 किनेको रहेछ नभने तर ल्याप दिनु पर्ला त सर विजय राति सँगै सुत्दाखेरि के म गर्छु त चाहिँ यस्तै रात यहाँ सुन्नु न म गर्छु तपाईँसँग सुत्छु ल विजयले लत्ता तानेर हिँड्ने यहाँ एकछिन एउटा कुरा ठिक छ फाइनली गाइस सबैजना लाग्यो हामीलाई